अ, नमस्कार। जय गोर्खा सबलाई है। र आज म एउटा सानो भिडियो लिएर आएको छु। यही हाम्रो अहिले हालैमा अब तपाईँहरूले सुनिराख्नु भएको छ है। अन्नपूर्ण भण्डारबाट नाम काट्यो, आयुष्मान कार्डबाट नाम काट्यो, रासन कार्डबाट नाम डिलिट भयो भन्दैछ बिचराहरू है। अब सुन्नुहोस्, यो विषय चाहिँ के भयो, अब हाम्रो एमपीज्यूहरूले अथवा एमएलए ज्यूहरूले चाहिँ कुरो चाहिँ राखिदिनु पऱ्यो। अब माथि अब सदनमा हुन्छ कि अब कहाँ हुन्छ है, जहाँ चाहिँ यसको सुनवाई हुन्छ त्यो जग्गामा राखिदिनुहुन्छ भन्ने आशा राखेको छु है। अब यहाँ मान्छेलाई के भ्रम हुँदैछ भन्दा चाहिँ प्राइभेट स्कुल पढाउने मान्छे चाहिँ धनी हो, गाडी हुने मान्छे धनी हो भन्ने खालको कुरा, उनीहरूको नाम डिलिट हुन्छ भन्ने भ्रम फैलिँदैछ है। यही कुरोमा चाहिँ म के राख्न चाहँदैछु भने, यहाँ प्लेन साइडको जस्तो छैन। अब एकदमै स्ट्यान्डर्ड अफ लिभिङ एकदमै हाई छ है। यहाँ मान्छेले कुल्ली कामै गरेर भए पनि प्राइभेट स्कुलै पढाउँछ है। यहाँ मान्छेले गाडी कुदाएर भए पनि प्राइभेट स्कुलै पढाउँछ। अन्त त्यही सन्दर्भमा म के बनाउँछु, यहाँ धेरै नानीहरू बनाउने सिस्टम पनि छैन। यहाँ एकजना दुईजना बनाउँछ, तर कम्ती बनाउँछु उनीहरूलाई, तर राम्रो शिक्षा दिन्छु भने। किनभने धेरै मान्छे यहाँ कन्सियस छ, किनभने पढे लेखेकै छ, 80 to 90% यहाँ पढेकैहरू छ। त्यही कारण चाहिँ यहाँ मान्छेहरू चाहिँ कस्तो भने, अब विचारहरू पढेको छ नि, अब 80 to 90%हरू राम्रो राम्रो स्कुल, राम्रो राम्रो कलेजहरू पढेको छ, तर उनीहरू स्कोप नभएर है, अब यहाँ फिल्ड नभएर, जस्तो राम्रो राम्रो कम्पनीहरू छैन, बिपिओ कल सेन्टरहरू छैन होइन, दामी दामी अब दबाई फ्याक्ट्रीहरू छैन, वाइवाई फ्याक्ट्रीहरू छैन, ठुल्ठुलो कम्पनीहरू छैन यहाँ काम पाउनुको लागि। अब यहाँ वे अफ इन्कम भनेको तपाईँको दुई तिनवटा वे अफ इन्कम मात्र छ। कि गाडी कुदाउनु पऱ्यो, कि कुल्ली काम गर्नु पऱ्यो, कि कि प्याङ्गेज चलाउनु पऱ्यो, कि तपाईँले सानोतिनो दोकान थापेर जीविका चलाउनु पऱ्यो। अन्त यहाँ गाडी कुदाउने कसरी चाहिँ धनी भयो? बिचराले उसले त्यो गाडीको कमाइले घरको रासिन पो थाप्छ कि, इलेक्ट्रिकको बिल पो तिर्छ कि, नानीको फिस पो तिर्छ कि, घरको आमा बाउको दबाई पो हेर्छ कि। अब त्यो मान्छे, गाडी हुने मान्छे चाहिँ कुन चाहिँ हिसाबले धनी भयो? बिचराको त्यो त दैनिक जिन्दगी चलाउनुको लागि उसले गाडी कुदाएको हो नि त। त्यो मान्छे कसरी धनी भयो? यो कुरो चाहिँ म प्रश्न राख्न चाहन्छु। अन्त अब यहाँ अर्को कुरो के छ भने, प्राइभेट स्कुल पढाउने मान्छे धनी छ। बिचराको एकजना नानी छ, उसले दिनमा एक छाक खाएर प्राइभेट स्कुल पढाउँदैछ, त्यो मान्छे कसरी धनी भयो? यो कुरोहरू तपाईँहरूले ध्यानमा राखिदिनु पऱ्यो है। अन्त यहाँ अब मान्छेले भन्छ है, अहिले भ्रमहरू फैलिँदैछ, अब के अरे प्राइभेट स्कुल पढाउने गाडी हुने धनी हुन्छ। कसरी चाहिँ धनी भयो? मेरो यो प्रश्नको उत्तर मलाई अब चाहियो है। यो कुरो अब कसले दिने हो अब म जान्दिनँ है, तर मैले अब जे मनमा लागेको थियो त्यो चाहिँ भन्यो। यहाँ चाहिँ किनभने अब कम्पेरेटिभ टु प्लेन्स हेऱ्यो भने, अब प्लेन्समा धेरै अब 4 जना 5 जना 6 जना नानी हुन्छ, उनीहरूले प्राइभेट स्कुल पढाउनु सक्दैन है। अब त्यस्तो छ। अब स्ट्यान्डर्ड अफ लिभिङ यहाँ एकदमै हाई छ। अब हिल्समा है मान्छे अब कन्सियस पनि छ, पढि लेखेको छ, यहाँ 80 to 90% पढेको छ। उनीहरू दिनमा 2 छाक 1 छाक खाएर भने प्राइभेट स्कुलै पढाउँछ। अब गाडी कुदाउँछ, बिचरा गाडी दैनिक जिन्दगीको लागि उसले कुदाउँछ। अब गाडी कुदाएर उसले कतिवटा घरको समस्याहरू ठेल्दैछ है। यो कुरोहरू बुझ्नु पऱ्यो है। अन्त यहाँ अब हाम्रो भन्छ, अब प्रधानमन्त्रीहरू बाहिर देश घुम्नुभएको, अब ठुल्ठुलो देशहरूतिर जानुभएको भन्नुहुन्छ है। अन्त यो कुरोहरू अब जनताको आकाङ्क्षाहरू नबुझेको देख्दा म छक्कै पर्छु है। तपाईँहरू अब त्यस्तो बाहिर घुमेको मान्छे भन्छ है, अब यो रासन कार्डबाट नाम काट्ने अथवा योजना, आयुष्मान योजनाहरूबाट नाम अब हटाउने, यो चाहिँ झट्टभन्दा झट्ट हुने कुरोहरू होइन। यसलाई चाहिँ अब तपाईँहरूले टाइम दिनु पऱ्यो, सर्वे गर्नु पऱ्यो। तपाईँहरूकोमा त्यत्रो पञ्चायत मेम्बरहरू छ, म्युनिसिपालिटी मेम्बरहरू छ, एसडिओहरू छ, डिएमहरू छ, उनीहरूलाई सर्वे गर्नु लगाउनुहोस्, टाइम दिनुहोस्। 3 महिना 4 महिना 5 महिना 6 महिना टाइम दिनुहोस्। घर घरमा पठाउनुहोस्। कुन चाहिँ घरमा कुन चाहिँ परिस्थिति छ। अब कतिजनाको यस्तो हुन्छ, 10 जना परिवार हुन्छ, कोहीले सरकारी काम गर्ने हुन्छ, उनीहरू अलग अलग छुट्टिएर बसेको हुन्छ है। अब अस्ति अघिको भिडियोमै हेरेको, एउटा मिरिकको भाइको 11 जना छ अरे सदस्य है। अन्त उसको भाइको सरकारी काम अरे, उसको नाम काट्यो भनेर भन्दैछ। अब 11 जनामा उनीहरू भाइहरू छुट्टिएर बसेको अरे, उनीहरू अलग्गै छुट्टिएर बसेको अरे। भाइहरूको अब सरकारी काम छ, उसको त छैन नि त, उसको नाम काट्यो भन्दै थियो। ऊ बिचरा कुल्ली काम गरेर खाने, यस्तो हुन्छ अब क्या। अन्त यही कुरोहरू चाहिँ त्यही म अब हाम्रो एमपीज्यू एमएलएज्यूहरूलाई राख्नु चाहँदैछु। तपाईँहरू त पढेको मान्छे, यो कुरोहरू सदनमा अथवा कहाँ कहाँ हुन्छ राखिदिनु पर्ने हो।
हिल्सको अब वे अफ इन्कम यस्तै छ, यो सोर्स अफ इन्कम यस्तै हो है। उनीहरूको अब परिस्थितिहरू यस्तो छ, अब गाडी हुँदामा यी प्राइभेट स्कुल पढाउँदैमा अलिकति राम्रो लुगा लगाउँदैमा त्यो मान्छे धनी हुन्छ भन्ने कुनै पनि किताबमा लेखेको छैन है। यो कुरोहरू चाहिँ तपाईँहरूले राम्रो बुझाइदिनुहुन्छ भन्ने मेरो नम्र निवेदन छ। धन्यवाद।